ल साथीहरू सबैजनालाई नमस्ते। म आज तपाईहरुलाई सोधिराख्ने प्रश्न र एकदमै सजिलो तरिकाले कसरी बुझ्ने भनेर बुझाउन गइरहेको छु। नेतृत्व के हो? हामीलाई थाहा छ, आफ्नो सिद्धान्त, विचार वा उद्देश्यप्रति अनुयायीहरूलाई आकर्षित गर्न सक्ने कला के हो? नेतृत्व हो। यो एक व्यवस्थापकीय कौशलको रूपमा हामीले बुझ्न सक्छौं है। अब नेतृत्वलाई हामी कसरी बुझ्ने त? नेतृत्वलाई हामीले बुझ्ने सजिलो तरिका छ। नेतृत्व कस्तो हुनुपर्छ भन्दाखेरि ए टु जेड फिट हुनुपर्छ। नेतृत्व कस्तो हुनुपर्छ? ए टु जेड फिट हुनुपर्छ। बुझ्नुभयो? ए टु जेड फिट हुनुपर्छ भनेर बुझ्छौं। अब हामी ए टु जेड फिटलाई कसरी सम्झने? ए भनेको एबिलिटी हुनुपर्छ, एक्सन ओरिएन्टेड हुनुपर्छ, अकाउन्टेबल हुनुपर्छ। एबाट हामी तीनटा बुँदा लेख्न सक्दा रहेछौं। एबिलिटी हुनु पर्यो, त्यसैगरी एक्सन ओरिएन्टेड हुनु पर्यो अनि अकाउन्टेबल हुनु पर्यो। बुझ्नुभयो? त्यसैगरी बी बाट हामी लेख्न सक्छौं बिलिभिङ हुनु पर्यो अनि गुड बिहेभियर हुनु पर्यो। बिहेभियर कस्तो हुनु पर्यो? राम्रो हुनु पर्यो है। त्यसैगरी सी बाट हामी जति पनि लेख्न सक्छौं, कमान्डिङ हुनु पर्यो, कमान्डिङ पावर हुनु पर्यो हैन, कन्भिन्सिङ हुनु पर्यो, क्रिएटिभ हुनु पर्यो, कम्युनिकेसन स्किल हुनु पर्यो, कन्फ्लिक्ट म्यानेजमेन्ट स्किल हुनु पर्यो। कस्तो हुनु पर्यो? क्युरियस हुनु पर्यो हैन, क्रिएटिभ हुनु पर्यो, कम्युनिकेसन स्किल हुनु पर्यो हैन, त्यसैगरी कन्फ्लिक्ट म्यानेजमेन्ट स्किल हुनु पर्यो। हामी जति पनि लेख्न सक्दा रहेछौं है। त्यसैगरी डी बाट डेडिकेसन हुनु पर्यो, डायनामिक हुनु पर्यो है। त्यसैगरी ई बाट हामी लेख्न सक्छौं इन्करेजिङ हुनु पर्यो है। त्यसैगरी एफ बाट हामी लेख्न सक्छौं फरवार्ड लुकिङ, भविष्यदर्शी सोच हुनु पर्यो हैन। जी बाट हामी लेख्न सक्छौं गोल ओरिएन्टेड हुनु पर्यो, ग्रुप डायनामिक्स एनालाइसिस क्यापेसिटी हुनु पर्यो है। एज बाट हामी के लेख्न सक्छौं? हम्बल हुनु पर्यो, अनरेबल हुनु पर्यो हैन। अब आई बाट हामी के लेख्न सक्छौं? इनोभेटिभ हुनु पर्यो, इन्फर्मेटिभ हुनु पर्यो हैन। जे बाट हामी के लेख्न सक्छौं? जस्टिसेबल हुनु पर्यो हैन। जुडिसियरी क्यापेसिटी हुनु पर्यो, जस्टिसेबल हुनु पर्यो। हामी यसरी के गर्न सक्छौं? लेख्न सक्छौं है। लेख्नु त यहाँसम्म। अब जेमा अरुको हामी शब्द दिन सक्छौं जब नलेज हुनु पर्यो, जब नलेज हुन पर्यो। हामी यसरी के लेख्न सक्छौं? जेमा हामी लेख्न सक्छौं है। बुझ्नु भएको छ नि? एबिलिटी हुनु पर्यो, एक्सन ओरिएन्टेड हुनु पर्यो, अकाउन्टेबल हुनु पर्यो, बिलिभिङ हुनु क्यापेसिटी हुनु पर्यो, बिहेभियर कस्तो हुनु पर्यो? राम्रो बिहेभियर भएको हुनु पर्यो, कमान्डिङ क्यापेसिटी हुनु पर्यो,
कन्भिन्सिङ पावर हुनु पर्यो, अरूलाई कन्भिन्स गर्न सक्ने हुनु पर्यो, क्रिएटिभ हुनु पर्यो, नयाँ नयाँ सोच ल्याउन सक्ने हुनु पर्यो हैन, कम्युनिकेसन स्किल हुनु पर्यो, कन्फ्लिक्ट म्यानेजमेन्ट स्किल हुनु पर्यो, द्वन्द्व समाधान गर्ने, द्वन्द्व निम्ताउने हैन, द्वन्द्व समाधान गर्न सक्ने क्षमता हुनु पर्यो है। त्यसैगरी डेडिकेसन हुनु पर्यो, डाइनामिक हुनु पर्यो, इन्करेजिङ हुनु पर्यो, अरूलाई इन्करेज गर्न सक्ने क्यापेसिटी हुनु पर्यो है। अनि फरवार्ड लुकिङ भविष्यदर्शी सोच हुनु पर्यो हैन, गोल ओरिएन्टेड उद्देश्यमुखी हुनु पर्यो। अनि ग्रुप डाइनामिक्स समूह गतिशीलताको, समूहको शक्ति कहाँ छ त्यो पहिचान गर्न सक्ने, समूह गतिशीलतालाई बुझ्न सक्ने क्यापेसिटी हुनु पर्यो है। त्यसैगरी हम्बल हुनु पर्यो, अनरेबल हुनु पर्यो, इनोभेटिभ हुनु पर्यो, इन्फर्मेटिभ हुनु पर्यो, जस्टिसेबल हुनु पर्यो, सामाजिक न्याय र समानता कायम गर्न सक्ने हुनु पर्यो हैन। अनि जब नलेज आफ्नो काम के हो त्यो पनि जानेको हुनु पर्यो है। लेखौँ त यहाँसम्म। अब हामी केमा जान सक्छौँ? नलेज हुनु पर्यो, काइन्डनेस भन्न सक्छौँ, एलबाट लोयल हुनु पर्यो, लियाबिलिटी हुनु पर्यो, आफ्नो दायित्व के हो त्यो बुझ्न सक्ने हुनु पर्यो, बुझ्नुभयो नि, लोयल हुनु पर्यो, लियाबिलिटी हुनु पर्यो हैन। अनि लिसनिङ स्किल हुनु पर्यो, अरूका कुरा सुन्न सक्ने हुनु पर्यो हैन। अलि लर्निङ एटिच्युड हुनु पर्यो, लर्निङ एटिच्युड हुनु पर्यो। अब एमबाट जाँदाखेरि म्यानेजमेन्ट स्किल हुनु पर्यो, सबैभन्दा पहिलो कुरा म्यानेजमेन्ट स्किल हुनु पर्यो है। त्यसैगरी मदर केयर, आफ्ना अनुयायीहरूलाई आमाले जस्तै व्यवहार गर्न सक्ने क्षमता हुनु पर्यो, मदर केयर हुनु पर्यो। अनि मेन्टरसिप पनि दिन सक्नु पर्यो है। अब न्युट्रल हुनु पर्यो है। कस्तो हुनु पर्यो? न्युट्रल हुनु पर्यो है। अप्टिमिस्टिक हुनु पर्यो है, अप्टिमिस्टिक हुनु पर्यो। अनरसिप, अपनत्व लिन सक्ने हुनु पर्यो, आफू मातहतका कर्मचारीबाट भएका काम कारबाहीको पनि आफूले अनरसिप लिन सक्नु पर्यो है, बुझ्नुभयो नि। नेतृत्व भनेको दोष लगाउने हैन, नेतृत्व भनेको दोष लगाउने हैन, उद्घोष गर्न सक्ने, अरूलाई दोष लगाउने हैन, समस्याको उद्घोष गर्न सक्ने, आफू मातहतका अनुयायीबाट केही कमी कमजोरी भएको छ भने त्यसको अनरसिप लिन सक्नु पर्यो। हो म यसप्रति उत्तरदायी छु, म यसको जवाब लिन्छु, यसको जिम्मेवारी लिन्छु, यसले के गरेछ भन्ने हैन, अनरसिप हुनु पर्यो, दोष लगाउने हैन, उद्घोष गर्न सक्ने हुनु पर्यो है। अर्को नेगोसिएसन हुनु पर्यो, नेटवर्किङ पनि राख्न सकिन्छ है। पीबाट पार्टिसिपेटिभ हुनु पर्यो, सबैलाई समान रूपमा सहभागी गराउन सक्नु पर्यो नेतृत्वले, बुझ्नुभयो नि। नेतृत्वले निरङ्कुश शैली, एकाङ्की शैलीबाट निर्णय गर्ने हैन, सहभागितामूलक निर्णय गर्न सक्ने के हुनु पर्यो? क्यापेसिटी हुनु पर्यो। अर्को प्रब्लम सल्भिङ, समस्या प्रब्लम क्रिएटिङ हैन, प्रब्लम सल्भिङ हुनु पर्यो है। अब क्वालिटेटिभ हुनु पर्यो, जस्तो क्वालिटी हुनु पर्यो कि नेतृत्वमा, म नेतृत्व हुँ, नेता हुँ भनेर हुन भएन, क्वालिटी हुनु पर्यो। अर्को क्विक डिसिजन मेकिङ, क्विक भनेको समय परिस्थिति अनुसार सही समयमा सही निर्णय लिन सक्ने, ढिलो निर्णय लिएर भएन, सही समयमा सही निर्णय लिन सक्ने क्विक डिसिजन मेकिङ हुनु पर्यो है।
अब आरबाट हामी के लेख्न सक्छौँ भने क्विक डिसिजन मेकिङ भन्यो हैन, अरूलाई रेस्पेक्ट गर्ने हुन सक्छ, रेस्पोन्सिबल हुन सक्छ, रेस्पोन्सिबल, रेस्पेक्ट अनि रिस्क टेकिङ क्यापेसिटी हुनु पर्यो। एउटा रेस्पोन्सिबल हुनु पर्यो, आफूले गरेका काम कर्तव्यप्रति जवाबदेही हुनु पर्यो, अरूलाई रेस्पेक्ट गर्नु पर्यो, रिस्क टेकिङ क्यापेसिटी हुनु पर्यो। अब यसबाट सुपरभिजन हुनु पर्यो, बुझ्नुभयो नि, अरूलाई अरूको कामकाज कर्तव्यहरूको के गर्न सक्नु पर्यो, सुपरभिजन गर्न सक्नु पर्यो। अनि स्ट्र्याटेजिक प्लान बनाउन सक्नु पर्यो हैन, स्ट्र्याटेजिक प्लान बनाउन सक्नु पर्यो है। ल यहाँसम्म लेख्नु त, यहाँसम्म लेख्नु अनि हामी अघि बढ्छौँ है। ए टु जेड फिट हुनुपर्छ भनेर हामी के भन्न सक्छौँ, बुझ्न सक्दा रहेछौँ हैन। सक्नुभयो? अब म यतापट्टि लेख्दिएँ। टीबाट हामी लेख्न सक्छौँ टाइम म्यानेजमेन्ट अनि टिमवर्क, अनि ट्रान्सप्यारेन्ट हुनपर्छ। अनि युबाट हामी लेख्न सक्छौँ युनिक हुनुपर्छ, अन्डरस्ट्यान्डिङ हुनुपर्छ, अन्डरस्ट्यान्डिङ हुनुपर्छ है। युबाट हामी लेख्न सक्छौँ युनिक हुनुपर्छ, अन्डरस्ट्यान्डिङ हुनुपर्छ हैन, अनबायस्ड हुनुपर्छ, अनबायस्ड पनि लेखिदिनुस्, अनबायस्ड हुनुपर्छ है। युबाट अनबायस्ड हुनुपर्छ। ल लेख्नु त, सक्नुभयो? म माथिबाट अलिकति मेट्दै जान्छु ल। अब भीबाट हामी लेख्न सक्छौँ भर्साटाइल अनि भिजन हुनुपर्छ है। डब्लुबाट विनिङ एटिट्युड हुनुपर्छ, विलिङनेस हुनुपर्छ, विल पावर हुनुपर्छ है। अब एक्सबाट हामी भन्न सक्छौँ एक्स फ्याक्टर हुनुपर्छ, केही न केही नयाँ चिज हुनुपर्छ, एक्स फ्याक्टर हुनुपर्छ है। अरूभन्दा युनिक देखाउनका लागि के हुनुपर्छ, एक्स फ्याक्टर हुनुपर्छ। अनि भिजन कस्तो हुनुपर्छ, हामी एक्सरे भिजन भन्छौँ, एक्सरे भिजन भन्छौँ कि जस्तो हाम्रो एक्सरे गर्दाखेरि सबै चिज हेर्छ नि त, त्यस्तै गरेर हरेक होलिस्टिक एप्रोचमा हेर्न सक्ने इगल आई भ्यू टाइपको एक्सरे भिजन हुनुपर्छ है। लेख्नु त, अब वाइबाट भन्छौँ युथफुलनेस हुनुपर्छ, इल्डनेस हुनुपर्छ, इल्ड हुनुपर्छ है। अब हामी जेडबाट लेखिदिन सक्छौँ, जेडबाट जिल हुनुपर्छ, जिरो एङ्गर हुनुपर्छ, बुझ्नु नि, जिल हुनुपर्छ, जिरो एङ्गर हुनुपर्छ। अब यसलाई के भन्छौँ, जिल भनेको पोजिटिभ इन्थुजियाजम दिन सक्ने है, ग्रेट इन्थुजियास्टिक भएकोलाई हामी के भन्छौँ, डेडिकेसन पावर भएको, प्यासन भएको, सोइङ प्यासन, सोइङ डेडिकेसन, सोइङ ग्रेट इन्थुजियाजिजम, इन्थुजियास्टिक भन्छौँ होइन, त्यसलाई हामी के भन्छौँ भने जिल भन्छौँ। अनि जिरो एङ्गर हुनु पर्यो है। नेतामा हुनुपर्ने गुणहरू यी गुण भएको नेता हुनुपर्छ, नेतृत्व यी गुण भएको हुनुपर्छ, नेतृत्वलाई कुनै खोट लगाउन नसकिने ठाउँ हुनुपर्छ, सामान्य अर्थमा नेतृत्व ए टु जेड फिट हुनुपर्छ भनेर हामी यसरी सजिलो भाषामा बुझ्न सक्छौँ है।